आज धेरै पछि 3 जना जानु कहिले कति भयो हामी नगएको एकदम धेरै धेरै भयो नि है 3 जना गाई नगएको 3 जना भएर हामी पशुपति जान लाग्छौँ आज अनि भजन पनि सुन्ने हो भाइरल भजन सुन्ने आज मलाई लागिरहेको थियो पोखरामा नवलपरासीमा त्यो सबैतिर भइरहेको थियो नि त पहिले कहाँ हुन्छ होला यो यहाँ भएर जानुहुन्थ्यो भन्ने भइरहेको थियो अनि वी आर कमिङ टु पशुपति भनेर देखेँ यार साथीले पनि भन्दै थिए भोलि गएर 4 बजेपछि भने तिमीहरूसँग प्लान भएन भने गइएन भने फेरि साथी र म बेलुका पनि जाने भनिरहेको अनि कस्तो मन परेको थियो लास्टमा जान मन लाग्थ्यो अनि बिगत रहेछ एक्लै हुन्छु यहाँ जान्न भन्ने भएपछि एक्लै नै झ्याउ लगाइरहेको नि त अनि यस्तो उता जाने भनिरहेको थियो ठ्याक्क उता जाने भन्दाखेरि त अब त्यहाँ पनि जानु पाइने भयो नि त मलाई एकदम रमाइलो लाग्यो त्यसपछि चाहिँ जाने भनेर अनि अझ हामी बल्फुबाट अनि सँगै गाडीमा चढेर जान लाग्यो कि यता कोटेश्वरतिर हुँदै बेङ्गलोर घुम्दै बल्फुसम्म चाहिँ एक्लै आयो बल्फुदेखि चाहिँ 2 जना भएको अब वहीँ पस्नु त्यहाँ गाडी झरेपछि बल्ल सजाल आइपुग्छ भनेको सँगसँगको हामीले 5वटा 6वटा हेऱ्यौँ होला टेम्पो बढी भयो नि एउटा मात्र पुरै कपाल यसको कलर एउटै छ आउँदै हो बाटो त्यही त मैले भने आएपछि हाम्रो मजा लागेन अहिले त आनन्द भयो त्यहाँबाट आइहाल्यो मैदाको गेटबाट कहिले जान्थेन मैदाको गेटबाट कहिले जान्थेन नि केटी हो जान्थेन यो दिपिकाले मैले यो चाहिँ हामी अघिल्लो दिन गयौँ पशुपति उसको शिवरात्रिको त्यही भएर खासै डेकोरेट गर्दै थिए सबै भ्याएको थिएनन् अलिअलि गर्दै थिए त्यो दिन त्यो जुत्ता राख्ने ठाउँ पनि यस्तो प्याक रहेछ घरि झोला नपाइने घरि के झोला बल्ल भेटेको थियौँ राखेर भित्र पुर्याउने हतार बल्ल चप्पल खोलेर है अब यहाँ एकछिन टिकटक बनाउने खै त्यता भजन आरती त्यही होला नि त ए साँच्चै भजन साँझ त्यसपछि 1 घन्टा लाएर टिकटक बनायौँ डान्स सिक्ने बनाउने गरेर 1 घन्टा लाग्यो
एकछिन यतातिर भिडियो बनाइसकेपछि चाहिँ हामी गयौँ भजन हेर्नलाई। हे मनी प्रभु तिम्रै साथमा बस्न पाए हो नि, मनी प्रभु तिम्रै साथमा बस्न पाए हो नि। कैलाश कति पवित्र छ लाउँदा शङ्ख ध्वनि, देऊ न भोले बास तिम्रै पर्वत कैलाश, हे देऊ न भोले बास तिम्रै पर्वत कैलाश, देऊ न भोले बास तिम्रै पर्वत कैलाश, हे देऊ न भोले बास तिम्रै पर्वत कैलाश, 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 कैलाश हरि। तिम्रै नाम सुनि ए नाच फुरुरु फुलबारे कि मायालु, 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 नाच फुरुरु फुलबारे कि मायालु, ए नाच फुरुरु फुलबारे कि मायालु, ए नाच फुरुरु राम्रो हो सुन्दै आछौँ सानैदेखि, कैलाश कति राम्रो जपेपछि शिवजीलाई ए दुःख हर्छन् हाम्रो, ए शिव कैलाशमा नगई म त चढ्दिन, शिव शङ्कर मनै खुसी हुनी, मनै खुसी हुनी, एक दिन मन्दिर नहोदामा मन साह्रै रुनी, गिरी कैलाशमा नीलकण्ठ महादेव, गिरी कैलाशमा नीलकण्ठ महादेव, गिरी कैलाशमा नीलकण्ठ महादेव। Hey!
यो मोमेन्ट नै जियो यार है ल हामी अब यहाँबाट निस्क्यौँ पशुपतिबाट निस्क्यौँ यहाँको काम सक्यो बाल रमाइलो भयो आज हाम्रो ग्यालेन्टाइन डे हो ग्यालेन्टाइन होइन ग्यालेन्टाइन डे मनाउन हामी यसकोमा गइरहौँ है हामी गइरहौँ यसकोमा 3जना पहिलोचोटि होला यसरी घुमेको आजै हो धेरै पछि 3जना घुमेको मेरो हातमा तैँले हल्लिराख्नु भयो अनि पूजाले आएछ है बाहिर अँधेरो भयो नि यो हामी गौशाला निस्केर अब कहाँ निस्केको हामी ए यो पारिबाट यो चाहिँ हाम्रो गौशाला चोक हो बेलुका बेलुकातिर 6 साढे 6 कति बजे थियो अनि कुरेम अटो अरे टेम्पोलाई कुरेम लाइन यस्तो छ जाम उता जाने गाडी आएकै छैन कुरेर कति टाइमसम्म कुरेर बल्ल बल्ल आए त्यही पनि सबै प्याक कस्तो पो प्याक हो नि धन्न अगाडि हेर्न पाइयो मान्छे त म उभिएर गइरहन् लास्टमा झुन्डी अनि बल्ल बल्ल गयौँ हामी टेम्पो आएर अनि त्यसको रुममा सजलाको रुममा पुग्यौँ अनि खानासाना बनायौँ खाएर अनि रमाइलो गऱ्यौँ थ्याङ्क यू आजलाई यति नै